आज त्यो बलको हावा झिकिन भन्छ मैले हेर्न आज यो हावा झिकिन भन्छ आज बल पाउँदैन तिम्रो हर जा दाइ बल दिन न म त तपाईको बिग फ्यान हो नि मलाई त जस्तो जङ्गलले वाला भिडियो लास्ट टाइम लाग्छ नि गएर चल हेर्छ भिडियो त्यो त मेरो नि फेभरेट भिडियो हो यार ल ल अर्को चाहिँ बल नखाल्ने फेरि हस् दाइ म मम्मीको मोबाइलबाट नि तपाईलाई लाइक सब्स्क्राइब गरिदिन्छु हेलो जङ्गल जाउँ फेरि एउटा भिडियो बनाउनु पर्यो सर्भाइभिङ 24 आवर इन जङ्गल ल लेट्स गो ल यो हो जङ्गल एडभेन्चर पार्ट 2 र आजको भिडियोमा हामी सर्भाइभ गर्ने छौं यो जङ्गलमा 24 आवरको लागि 24 आवरको लागि के गरे भ्लग बनाइरा छु यार 24 घण्टा यो जङ्गलमा कसरी त्यही माथि आज औँसी त्यही त औँसीको रातमा त भूतहरू एक्टिभ हुन्छन् रे चुप भग्लोहरू के भूत गरेर त्यही माथि थोडी न यहाँ 24 घण्टै बस्ने हो र त्यो त क्लिक बेट पो हो त आइस आइस अब त धेरै भित्र आयो यार पुरै चाहिँ कहीँ बसौँ न त्यही त आज औँसीको रात भूत आयो भने अघिदेखि भूत भने जाऊ तिमीहरू बरु जाने भए के गर्छ यार केटाहरू म छु त तिमीहरू नडार ल आइज भ्लग गर्ने अब ए कहाँ साँच्ची कि जान्ला भने म जिस्किया पो त कहाँ साँच्ची कि जान्ला यार कहाँ खुट्टा समाउँछ फेरि सो यस गाइस अब चाहिँ हामी क्याम्प फायरको तयारी गर्दैछौँ र अब यिनीहरू दुईजना जान्छन् लट्ठी सट्टी खोज्नको लागि के यिनीहरू चाहिँ लट्ठी लिन्छ नि त्यही त बन्द गर त ठिक छ हामी अब तिनैजना जान्छौँ लट्ठी खोज्नको लागि तिमीहरू चाहिँ जाऊ मलाई कस्तो पेट दुख्यो म चाहिँ यसो फ्रेस भएर आउँछु है त के रे बाटोमा पनि जस जा जे गर्ने गरेर आइहाल हामी यहीँ गरेर बस्छौँ ल त्यसै गर छिटो फर्के रात पर्नुभन्दा अगाडि जानुपर्छ छिटो तँले पनि त्यही सुनेछु जे मैले सुने साला डरपोकहरू केही डर छैन भाइ म त यसलाई मात्र कम्पनी दिए बुवा कान्छु आफै डर खा पहिला अब धेरै भयो छिटो आइज बाहिर आइज धेरै नाटक नगर छिटो आइज किन रोक्यो त मेरो मोबाइल खस्यो यार फोन इम्पोर्टेन्ट कि तँ इम्पोर्टेन्ट कि यार यु आर मोर प्रिसियस म्यान आइज न खुरुक्क छ्या यार बेकार आइएछ न घर जाने बाटो थाहा छ न यस्तो जङ्गलमा अरू मान्छे कोही भेटिनु बेलले गर्दा हो कि न बाघ कागज निकाल्छ न सायम फस्थे के रे मैले गर्दा अरे यहाँ आउने आइडिया कसको यो सबैले गर्दा भएको हे स्टप इट यार त्यो केही छ जस्तो छ त्यहाँ त धुवा उठिरहेको तँ त त्यहीँ गएपछि थाहा हुन्छ होला स्वरूप तँ अगाडि लाग्छ म किन अगाडि लाग्ने जो अघि छ त्यही अगाडि लाग्छ ओइ त्यहाँ त कोही बाबा ध्यानमा बसिरहेछ यार कसको बाबा समीर तेरो हो हेर त चुप को हो त्यहाँ म फेरि पनि भन्दैछु को हो त्यहाँ को हो तिमीहरू र के गर्दैछौ तिमीहरू यहाँ जङ्गलमा बाबाजी हामी बाटो भुल्यौँ बाबाजी हामी त केवल एउटा भ्लग बनाउन आएको थियौँ हाम्रो उद्धार गरिदिनु पर्यो भुल भयो निकै ठुलो भुल भयो के गर्नु भयो र बाबा तिमीहरू त्यस्तो मूर्ख बालक भुल मबाट होइन भुल तिमीहरूबाट भयो तिमीहरू यो जङ्गलमा त आयौ तर यहाँबाट निस्किन सम्भव छैन बाबा हो बालक कयौं वर्षदेखि म पनि यो जङ्गलमा तिमीहरू जसरी नै घुमफिर गर्न आएको थिएँ तर निस्किन खोज्दाखेरि म यहाँबाट जान सकिनँ र जानको लागि आज म ईश्वरको लागि प्रतीक्षा गर्दैछु आऊ तिमीहरू पनि मसँग
बाबा यो जङ्गलमा कुनै भूत त छैन नि? बालक, भूत प्रेत पिचास 24 घण्टा हाम्रै वरिपरि हुन्छ। यो समय पनि हामी मध्ये कोही एक त्यस्तै आत्मा हो। जेसुकै होस्, हामी यहाँबाट जसरी नि बाहिर निक्लिन्छौँ। म निकाल्छु तिमीहरूलाई बाहिर। ल हैन, केमा अड्क्यो फेरि खुट्टा? बाबु मलाई लैदेऊ न, मन जान्छु नि। मलाई बाबा हेर्दाखेरि झोल जस्तो लाग्यो, हेर्दै ढुङ्गी जस्तो देखिन्छ। बालक के पिसाब लाग्यो कि? यसो आऊ न साथी, एकजना आऊ। तिमी गएर सुरु त केरी कारण आएन हामी। आऊ, तिमीहरू नै आउने भयो होइन? धन्यवाद। सुरु गरौँ। धोती ढिलो गरे, जाउँ जाउँ, छिटो जाउँ छिटो। के गर्नु लाग्दैन त्यो? भोक लगाइरह क्या त होइन, के भयो? यस्तो जङ्गलको कुरो नखा यार। यहाँ छ ब्याग, बरु यसको ब्यागबाट निकालेर खा। केही हुन्न। ओए भने माने केही हुन्न भने केही त भएन। केटा हो, मेरो मोबाइल भेट्यो। अघि जहाँ मोबाइलहरू थियो हामी त्यही त आइपुग्यौँ। हामी फस्यौँ यार। यसको मतलब हामी भ्रमजालमा छौँ, हामी लुपमा घुमिरहेछौँ। एक मिनट, तान्त्रिक खै? बालक, भूत प्रेत पिचास 24 घण्टा हाम्रै वरिपरि हुन्छ। यो समय पनि हामी मध्ये कोही एक त्यस्तै आत्मा हो। मैले भन्दै थिएँ कि त्यो तान्त्रिकमा के झोल छ भनेर यार। के भइरहेछ यार? कसैले सम्झाउँछ यार मलाई? प्र्याङ्क। ब्लगर हो भाइ? ब्लगर हो मैं? हल्का फुल्का हाल्छु भिडियो। म पनि ब्लगरै हो। ब्लगर? सरी त मेरो अल्ल न म अहिले गएर सब तिमीहरू के भन्छस् यार? कति छ तेरो सब्सक्राइबर? 1000 1200 कति छ? 942 900 कति? 42। ए भाइ अलिकति दिमाग ल। अनि युट्युबर, म युट्युबर। तेरो साथीहरू प्र्याङ्क गर्ने। मोर भ्युज, मोर लाइक्स, मोर सब्सक्राइब, मोर मनी एन्ड ट्रेन्ड। के छ? मेरो त मोबाइलै अघि खस्यो उता। ए मोबाइल, I'm a vlogger too, man. Come on.
जाउँ जाउँ छिटो जाउँ छिटो ओए भने माने के हुन्न भने साथी नै यस्तो कस्तो छ हामी सबैलाई फाइदा हुन्छ क्या ल जाउँ फाइदा जंगलको बाटो हावा चल्यो चिसो करायो सानो सानो बुद्धो झको सल्को एक्कासी अन्धारो बिजुली चम्कियो झाडीभित्रबाट तन्त्री बाबा चम्कियो बाबा on a ride बाबा बे 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 Back up!